भनौँ भनौँ न कस्तो कमल चाहिँ हाम्रो अङ्कल हो है काका त्यहाँ छन् ग्याङहरू ल त्यस्तो गरेर फोटो नि खिचिदिन्छु ल हाम्रो यात्रा जारी छ सुगर ड्याडी लभरहरू हाम्रो सानो हाम्रो फेरि मस्त दुनियाँ खस्छन् बाल टोयलेट ग्याङहरू जाऊ गाडी नै रिजर्भ हामी खाँदा फेरि हेर त अनुहार हेर न सिनेमेटिक गर्छु मेरो फेरि यस्तो लाग्ला हो कि ततर हेलो झोले ग्याङहरू झोले ग्याङ यहाँ छन् यहाँ एउटा चिज पनि छ ल ए झोले ग्याङहरू खान्छ ग्याङहरू झोले ग्याङ पनि होइन फाइनल्ली हामी यसो मन्दिरमा आइपुगिसकेका छौँ होइन दिनसम्म चाहिँ हाम्रो साथीको पारा त्यहाँ चाहिँ राधाले यसो हजुर हजुर पहिले ल्याएन खुद्रा पैसा त झन् ए एउटा मलाई राखिदियो वान्स यहाँ होइन कि यहाँ साडाहरू त्यसो हो जुटीहरू अब यसो भनौँ न त एक दुईवटा शब्द जाओस् न त लु अब आउनेहरूलाई के भन्न चाहनु हजुरहरू पनि आउनु होला तर हजुर आउँदाखेरि डाइरेक्ट गाडीमा आउनु होला हामी जस्तो गाडी चेन्ज गरी नआउनु होला केही सुझाव दिन चाहन्छु 30 मिनेटको राइड हो तर कति लाग्दो रहेछ ब्युटिफुल ठाउँमा आउन सक्छौँ कलङ्कीदेखि जस्ट 30 मिनेटको राइडमा हामी चाहिँ यहाँ आउन सकिन्छ अरू केही भन्नु छ नमस्ते म आजको चाहिँ बर्थडे कल आज मेरो जन्मदिन हो म जन्मेको दिन अनि अरू खोल्नु पर्ला जस्तो जो राधा पीडित हुनुहुन्छ नि त्यो चाहिँ इस्कन आउनु होला मेनली मै है ज्याकेट राखिदिनुहुन्छ ब्यागमा दाइ दिदी तिमी गर्नुहुन्छ है दिदी भन्नुहोस् न के भन्नु ब्याग राखिदिनुहोस् न ब्याग राखिदिनुहोस् न यस्तो छ होइन रमाइलो छ ठाउँ चाहिँ बर्थडे कल उसको मेनली खेल्नु हुँदैन म त फेरि जुवाडी हो बाजे गर्नुपर्ने भएर यसको लागि धेरै नियम गर्नुपर्छ है मेरो है तिमीले खाइसकेको धेरै नियम गर्नुहुन्छ कि बिहान खाइसक्यो सबैको लागि मासु बन्द गर्नुपर्छ यसको लागि के अनि यो जाप्नु पर्छ यो भाते फोटो खिच है फोटो पागल हो ल भयो नि फोन मोबाइल के ओए यो यस्तो भिडियो बनाउनु सिधा यस्तो होला
हामी यस्तो देखिने हो बाजुमा मोबाइल मैले अघि भने हैन कसको मोबाइल किन मान्छे भनेर बाजे दानपेटीको एसएम हाल्दिएको भनेर एसएम हाल्दिएको हामी सबैको तर्फबाट हाल्दिन्छ बाजे मैले यो पनि काम हो यो त खाने बच्छ यो त मागेर काम हो मागे ल सिरमा हाल्नु हजुर टिका लगाएर यस्तो गर्दैन है जय बम्बली राधा जय हरे कृष्ण हरे राधा देख्न आज तिम्रो देख्यो तिम्रो चाला माला यस्तै सुन्दर पार सनपगढ भनेको छ नि भगवानको पूजा गरेर भनेको चाहिँ जस्तै बुद्धले पनि आफूले लिएर नै बुद्ध भगवान बन्नुभएको नि त उहाँको कुराहरू लिएर बुद्ध चाहिँ छुट्टै छैन बुद्ध फेरि भगवान विष्णुकै अवतार हुन्छ तर पछि चाहिँ सिद्धार्थ गर्दा छुट्टै हुन्छ तर भगवान बुद्ध भने चाहिँ विष्णु भगवान अवतार छुट्टै हुन्छ र पछि सिद्धार्थ गर्दा सिद्धार्थ बुद्धको उहाँले ज्ञान त्यही भएर चाहिँ एउटा अहिले वेस्टर्न कन्ट्री त एकदमै हाम्रो सोसाइटी त धेरै सिसिएनजरले बाहिर पढेको कतै पूजा भनेको सधैँ सरकार के भनेर भन्नुहुन्थ्यो अनि त्यसमा अब भनेको चाहिँ सनपगढ भनेको छ अनि उहाँले भन्नुहुन्थ्यो उसले के भन्छ शिवको बच्चा अब कृष्ण गर्नुपर्छ शिव त किन कृष्ण त यस्तो शिवको बच्चा त गणेश गणेश र अर्को कार्तिक कृष्ण त होइन यस्तो यो गाउँको शिवको मन्दिरमा हामी पुगिसकेका छौँ यस्तो छ भ्यू बबाल एन्ड ब्युटिफुल पैसा छैन हामीले खाना खाएन कस्तो चिया रहेछ त्यो मान्छे चिया रहेछ कि चेरी पनि एउटा मात्र राखेको छ अब यति 500 रुपियाँ यो कलर पनि अरू छैन गरिन्छ हो हेरे दोस्त त्यहाँ ल्याऊ ये दियो भने दोस्त त्यहाँ दियो भने के
खानामा गयो यार के हुन्न यार अब गइसक्यो यार मोबाइल तिम्रो पछाडि छ के ओइ खानामा भयो धेरै धेरै न के भयो ल ओ यार यार गफे क्रिसमस क्रिसमस ल भयो त नै साथीको ओ गरिम्स गरिम्स ह्याप्पी बर्थडे Happy birthday to you. गरिम्स Happy birthday dear Karina. Happy birthday to you. अब टिस्युमा राख्ने होइन होइन पहिले छ नि यति त छ पहिला आफू नै खाऊ है ल पहिला सबै खायो यार तर केक खायो ओके माथि राख न अझै माथि राख न देखिन्न देखिन्न के एउटा बेला टिस्यु टिस्यु टाइम लाग्छ हो यो अनि उठ्नु माथि राख्नु टिस्यु देऊ न यार अब सबैले बिर्सेर सक्छ बैसैमा मसुको क्यारे मनसोठी बरोबर नठाठी हे मनसोठी बरोबर नठाठी